बस बोय ए जाने एकै ठाउँ हो बस न। म चाहिँ रोशन गिरी है। आज चाहिँ मैले फर्स्ट टाइम भ्लग बनाउँदैछु र आज हामी जाँदैछौँ गुफा डाँडा जाँदैछौँ टक्क लाएर डुकमा। यता देखाइदिउ त ट्याक्क लाएर बिहानको सुरुवात टक्क लाएर घाम लागिरहेछ है। अनि हामी जाँदैछौँ डुकमा सर गुफा डाँडा जान्छौँ। के हुन्छ कसो हुन्छ अब मिलौँकीमा जान्छौँ। मिलौँची गरेर चियासी खाएर अनि उकालो लाग्नुपर्ने हुन्छ। बाटोमा भेट्दै गरौँला के हुन्छ कसो हुन्छ हेर्दै गर्नु होला। म चाहिँ फर्स्ट टाइम आएको यो बाटो होइन तपाईँ बाटो चाहिँ बब्बाल लाग्यो यहाँ खतरा रहेछ होला। यो चाहिँ भोटे चौरको बाटो। यहाँ चाहिँ रेसिङहरू गर्ने हो भने नि खतरा है। कुदाउनेको लागि चाहिँ बवालै छ होला बाटो। यस्तो बाटो अहिले चाहिँ खतरा बाटो आइथ्यो अहिले चाहिँ खत्तम रह्यो। यहाँनिर बनाउँदै रहेछ बाटो होइन। डबल रोड साइड त्यो डबल रोड बनाउनाले गरेर होला यस्तो हिलो भएको बाटो चाहिँ यस्तो रह। फेरि यो बाइकमा चिप्लिँदो रह यार टायर है कति धेरै चिप्लिँदो रह टायर नि। यस्तो हो यार बाटो यार आमा ठिकै छ केही छैन यतिको जाउँला होइन बिस्तारै यता छेउपट्टि हाल्नु पर्यो। यहाँ चाहिँ बाटो बनाएर आएर है बस्नु पऱ्यो एकछिन। अब बाटो बनाएर आएर छ यहाँ चाहिँ डबल रोड बनाउँदै रहनु क्या। यहाँ जस विकास भयो। हामी चाहिँ बाहुनेपट्टि आइसकेका छौँ है। ट्याक्कै बाहुनेपट्टि आइपुग्यो चिसो चिसो लगाएर बाहुनेपट्टि आइपुग्यौँ। ट्याक्क लगाएर खाना खाँदैछौँ यहाँनिर जाडोमा तातो टक्क लगाएर। अनि यहाँनिर चना अन्डा खाँदैछौँ टक्क लगाएर। अब खासा त खान्छौँ। खाना खाइसकेपछि अनि मिलौँची हुँदै त्यसपछि ज्यामिरीबाट माथितिर लाग्छौँ। 3 नम्बरमा उठाउनु खोजेको छु अफ रोडमा। राइडर भएपछि यस्तै हुन्छ। र हाम्रो गोरुको सुकुटी चाहिँ यहाँ छ। ल हामी सर जाँदैछौँ। ल फाइनल्ली केटा हो गुफा डाँडा आइपुग्यो। मेन भनेको चाहिँ यो नेपालको झन्डा कति धेरै छ ल हेर्नु ल नेपालको झन्डाहरू है। यो पुरै नेपालको झन्डा यस्तो खतरालाई भ्यू देखा त आमा। गुफा डाँडा ठ्याक्कै आइपुग्यो है। यही हो गुफा डाँडा भने चाहिँ ल यस्तो बवाल छ ल यार आमा। ल केटा हो हामीले चाहिँ भिडियो सिडियो पनि खिच्यौँ फोटोहरू पनि खिच्यौँ है। अनि अब चाहिँ हामी काठमाडौँ चल्नु पनि हुन्छ। धेरै टाइम त भएको छैन भए पनि हामी छिटो पुग्नु पर्ने थियो। अनि त्यही भएर हामी जानुपर्ने हुन्छ। यहाँ देख्नुभयो के हो यो चाहिँ एस लेखाएको थियो चाहिँ हाम्रो वरिष्ठ नेताहरू आउने रहेछन् क्या सिन्धुपाल्चोकको वरिष्ठ नेताहरू। अनि त्यही हो केटा हो हामी अब काठमाडौँ चल्दिन्छौँ। अनि आजको भ्लग यति नै हेरेर इन्जोय गर्नु होला है त।